पार्दै लग्यो भने आत्माले सही कुरा देखाइदिन्छ। त्यति गर्ने हामीले। मैले बुद्धि लगाएर काम गरेँ भन्छ मान्छेले मन मात्रै लगाएको हुन्छ, बुद्धि लगाएकै हुँदैन। बुद्धिले गरेको काममा अभ्यास आउँदै आउँदैन, मनले गरेको काममा स्वार्थी पनि हालिन्छ, आइहाल्छ। यही कुरा यो प्रसङ्गले हामीलाई बुझायो। यही हो हाम्रो जीवनलाई बुझाउने कुरा। आनन्दकण्ड भगवानको युधिष्ठिरलाई शोक परेको थियो, काजक्रिया गर्नुभयो 5वटा बच्चाको। अनि अर्जुनले अब कृष्णले भन्नुभयो यो युधिष्ठिर अब त पाण्डवहरू कौरवहरू सिद्धिए, अब यो राज्य गर्ने काम तिम्रो है भन्नुभयो। अनि युधिष्ठिर थर काम्नुभयो, ए प्रभु म त भाइ मारा हो नि त, कौरवहरू सबैलाई सिद्ध्याएँ मैले, गुरुलाई समेत छोडिनँ। सारा दोष मलाई आएको छ, मलाई जनताले के भन्छन्, म त अब राज्य गर्दिनँ, जङ्गलमा जान्छु, तपस्या गर्छु, जीवनलाई मुक्त पार्छु भन्नु। कृष्ण हाँस्नुभयो, हाँस्नुभयो कृष्ण। हेर्नुहोस् है, अब यहाँ यो पनि बुझ्ने कुरा हो। किन हाँसेको भने कहिले कहिले हामी के भन्छौँ, यो घरको झन्झटले यति दुःख थियो, जङ्गलमा गएर तपस्या गरौँ जस्तो लाग्यो भन्छौँ। अनि जङ्गलमा गएपछि भोक लाग्छ कि तिर्खा लाग्छ कि पैसा भोग हुँदैन कि फेरि चिन्ता सुरु हुन्छ नि। त्यो चिन्ता हुँदैन भने त जाँदा हुन्छ है, फेरि आइहाल्यो नि चिन्ता। अनि हाँस्नु, ए अर्जुन ए युधिष्ठिर, यो एकछिनको क्षणिक चिन्ता हो, राजगद्दी छोडेर जान सकिन्छ, कर्म पुरा हुन्छ त। राजा भइसकेपछि त कर्म पुरा गर्नु पर्यो नि, अनि जान पाइन्छ। यसो सोच्नु मनै लागेन नि त, अब के गर्नु, गरौँ नै लागेन, किनकि दुनियाँले मलाई के भन्छ। त्यसो होइन, सही कर्म गर्ने दुनियाँले के भन्छ होइन, कर्म आफूले गर्ने हो, जाने आफू एक्लै हो नि त पछि। ल भनिदिनुहोस् मैले के गर्नु पर्यो अनि सम्झाउनु भयो। तिमीले राज्य गर्दाखेरि केही दुःख हुँदैन, जाऊ गर, मैले भनेपछि होइन। फेरि मनमा अलिकति बसिरहेको छु। अनि जनताले भरे त्यो दिँदै नदिएको भए हुन्थ्यो। कृष्ण भगवानको बीचमा कता कुचुङ नगरिदिनु ल, अहिले पहिला चाहिँदैन। आनन्दकण्ड भगवानको। अब युधिष्ठिरले यसो विचार गर्नुभयो, अनुहार त कृष्णले हेरेर त निन्याउरो छ, अर्जुनको पनि निन्याउरो छ। सधैँ सँगै बसिरह्यो भने विद्वानले सम्झायो भने पनि त्यो चाहिँ विश्वास लाग्दैन कि, अर्कै सम्झाउनुपर्छ। कृष्णले यसो विचार गर्नुभयो, ए युधिष्ठिर एउटा काम त बिर्सिएछ नि, के भीष्म पितामह त जानुभएको छैन त, उहाँले प्राण छोडेको छैन। अर्जुनले हानेका बाणमाथि सुतिरहनु भएको छ, रगत सिद्धिएको छ, उत्तरायण पर्खेर बस्नु भएको छ। एकपल्ट दर्शन गर्न जाने होइन भनेपछि झन् थर गाउनु। अब मलाई उहाँले के भन्नुहुन्छ, हामीले आदर गर्ने मान्छेलाई बाँडमा सुताएको छ, के भन्नुहुन्छ होला। अब डराउनु पर्दैन, म लिएर जान्छु नि तिमीहरूलाई, ल मसँग पछि आऊ म सम्झाइहाल्छु भन्नुभयो। सबैजनालाई भेला पारेर भीष्म पितामह सुतेको ठाउँमा लिएर जानुभयो। पाण्डवहरू अघि थिए, त्यहाँ पुगेपछि कृष्ण पछाडि लाग्नुभयो। अब अगाडि त्यो पुग्न आँटेपछि पछाडि लाग्यो भने अगाडि त अब युधिष्ठिर आफै जानु पर्यो नि। जानुभयो, यसो पिलिक्क हेर्नुभयो भीष्म पितामहले, अनि प्रणाम गर्नुभयो युधिष्ठिरले। पाण्डवहरू सबै प्रणाम गरे। अनि द्रौपदी अलिक परबाट छेलिनु भएको थियो, उनीबाट नमस्कार गर्नुभयो। सबै कुरा भीष्म पितामहलाई थाहा थियो, को आउँदैछन् भन्ने ज्ञान भएपछि सबै कुरा देखिन्छ कि। त्यति भइसकेपछि भीष्म पितामहले विचार गर्नुभयो कृष्ण अगाडि कतिखेर आउँछन् भनेर। कृष्ण अगाडि आउनु भयो, कृष्ण पछाडि बस्नुभयो। छलक्क देखिनुभयो एक ठाउँबाट, धेरैजनाको मान्छेको पछाडि हुनुहुन्थ्यो। छलक्क एक नजर देख्नुभयो भीष्म पितामहले। अनि भन्न थाल्नुभयो, ए युधिष्ठिर तिमी धन्यवादका पात्र छौ। कसरी धन्यवादको पात्र है? मेरा भाइहरूलाई बाणमा तपाईँलाई सुताएका छन्, बाण हानेर, अनि म कसरी धन्यवादको पात्र हुन्छु?
किनभने तिमीले सत्यको काम गर्यौ नि त। मैले असत्यको काम गरेँ, तिमीले सत्यको काम गर्यौ, त्यसैले तिमी धन्यवादका पात्र छौ। मैले दुष्टता गरेँ, त्यसैले म बाणमाथि सुतेको छु। मैले धृतराष्ट्रको कुरा सुन्नु हुँदैन थियो नि त, युद्ध गर्न दिनु हुँदैन थियो नि त। त्यो मेरो कर्म थियो, मलाई मानेका थिए सबैले, तर मैले गरेँ। अर्जुन निन्याउरा भए, ए अर्जुन टाउको उठाऊ, तिम्रो टाउको यो शिर निहुरेको म हेर्न चाहन्न, किनभने तिमीले सत्यको काम गरिरहेको छौ नि, नडराऊ भन्नुभयो। अर्जुन पनि टाउको उँभो राखे। हेर, यो राजधर्म भनेको यस्तै हो, राज्य बचाउनका लागि लडाइँ गर्नुपर्छ, बाबु नै भए पनि लडाइँ गर्नुपर्छ। के गर्नु, कर्म हो नि त, त्यो कर्म गरे आउँछ तिमीले। तर तिमीले सत्यको कर्म गर्यौ, त्यसैले तिमीले कृष्ण पायौ, कृष्णसँग हिँड्यौ। मैले धृतराष्ट्र पाएँ, यस्तो दुर्गति भयो। तिमीले कृष्ण पायौ, तिमीहरू सुरक्षित छौ। मैले धृतराष्ट्र पाएको हुनाले म असुरक्षित भएँ, बाणमाथि सुत्नु पर्यो। मैले गरेको कर्म कहाँ गएँ। यो चुप्प लागेको बेलामा पर बसेर द्रौपदी देशो निन्याउरो हुनुभएको थियो। हाँस उठेछ क्या द्रौपदीलाई, चित्त हो नि, हाँस उठ्ने पनि चित्त। मुसुक्क द्रौपदी हाँसेको देखेर भीष्म पितामहले भन्नुभयो, ए द्रौपदी, आँखामा आँसु छन्, ओठमा हाँसु कसरी आयो मलाई थाहा छ। म मरेको, मर्न लागेको, छटपटाएको देखेर तिम्रो आँखाबाट आँसु झरेका छन्, त्यो मैले देखेँ। तर तिम्रो यो ओठमा आएको हाँसो चाहिँ मलाई व्यङ्ग्य गरे हो, मैले त्यो पनि थाहा पाएँ। किन व्यङ्ग्य गर्यौ तिमीले, मलाई थाहा छ। यत्रो बुद्धि रहेछ, यत्रो ज्ञान रहेछ, मेरो कपडा चाहिँ दुशासनले तानेको बेलामा किन रोक्न सकेन भनेर मलाई मनमा भने होइन तिमीले। यत्रो बुद्धि रहेछ नि त, सत्य के हो, असत्य के हो, असत्यमा लाग्यो भने विनाश हुन्छ, त्यो सब कुरा थाहा रहेछ। तर मेरो त्यो सानी तानेको दुशासनले त्यो बेलामा रोक्न सकेनौ, त्यत्तिकै त्यो बुद्धि कहाँ गयो भनेर तिमीले सोचे हो। त्यसैले मान्छे देखाउनका लागि बुद्धिको कुरा गर्दो रहेछ, ज्ञानको कुरा गर्दो रहेछ, साँच्चैकै भित्रबाट त गर्दो रहेनछ भनेर ठाने होला, त्यसो होइन है भन्नु। अनि फेरि द्रौपदीलाई सम्झाउनु, अगाडि आऊ भन्नु। शिर निहुराइराख्नु भएको थियो, अगाडि जानु। हेर, मेरो शरीरमा रगत छ भन्नु, छैन। त्यो रगतमा दुर्योधनले खुवाएको नुनको भारा थियो, त्यो सबै रगत गइसक्यो। अब म सत्य बोल्न सक्छु। त्यसैले अर्काको अन्न खाएको छ भने सक्कली बुद्धि आउन सक्दैन। परिश्रमको कमाइ खानु भनेको त्यो हो। अब त्यो रगत छैन मेरो शरीरमा, तिम्रै श्रीमान त्यो अर्जुनले हानेको बाणले सबै गयो। जसको खाएको त उसैले गर्नुपर्छ कि। त्यसैले अब मलाई मर्नसँग डर भएको होइन। त्यसैले अहिले मैले भनेको कुरा सत्य हुन्छ। अब सुन, नारी धर्म भनेको यो हो, वर्णाश्रम धर्म भनेको यो हो, घरमा गर्नुपर्ने कर्म भनेको यो, सारा कुरा बताइदिनु हो र युधिष्ठिरलाई अगाडि बढाएर अनि राज्यको काम गर्नका लागि सिकाउनु। अन्तिममा के गर्नुभयो, भीष्म पितामह प्राण जाने बेला भएको थियो, कृष्ण अगाडि आइदिनु हो। अब कृष्ण अगाडि आएपछि त बोल्नै सक्नु भयो अरे भीष्म पितामह आँखा बन्द गर्नु, किनभने कृष्ण त हृदयमा छ नि त। श्रीकृष्ण भगवानको बोल्नु भयो, आँखा बन्द गर्नु। इतिमति रूप कल्पिता वृत्तिष्णा, स्तुति पो गर्न लाग्नु भयो आँखा बन्द गरेर। कति आनन्दको सुर्तीको पाठ हुन्छ नि हामी, त्यस्तै सुन्दर रङ भएको तपाईँको शरीर कमाल वर्णन पीताम्बर लगाउनु भएछ। हे भगवान कृष्ण, यो मेरो मन छ नि, कतै पनि नजाओस्, तपाईँमा लागिरहोस्। तपाईँ कस्तो हुनुहुन्छ? तपाईँले मलाई एउटा कुरा भन्नुभएको थियो कृष्ण, मैले के भनेको थिएँ भने तपाईँ नै लडाइँमा पाण्डवको साथ दिने भएपछि हाम्रो हार भइहाल्यो नि भनेर तपाईँले के भन्नुभएको थियो मलाई? म त शस्त्र उठाउँदिनँ भन्नुभएको थियो। अनि मैले भनेको थिएँ, हेरौँला तपाईँलाई म शस्त्र उठाउने बनाउँछु भनेको थिएँ। अन्तिममा तपाईँले गरेको प्रतिज्ञा तपाईँले छोड्नु पर्यो। तपाईँ भक्तको बसमा, भगवान कस्तो बसमा हुन्छ? भक्तको बसमा। त्यसैले मैले पनि प्रतिज्ञा गरेको थिएँ, म तपाईँलाई शस्त्र उठाउनै लाउँछु भनेको थिएँ। तपाईँले भन्नुभएको थियो म शस्त्र उठाउँदिनँ भन्नुभएको थियो।
ईश्वर। घरमा आमा बुवाले हार्नुपर्छ क्या छोराछोरीका लागि, हार्नुपर्छ कि पर्दैन? केटाकेटीले भिज्यान गरेपछि हार्नु पर्दैन? त्यस्तै हो ईश्वर भनेको। संसार उसका, संसार अहिले सबै हामी सन्तान हौ। त्यतिखेर तपाईँले के गर्नुभयो भने मैले त सारथीलाई बाण हान्नै हुँदैन थियो, मेरो प्रतिज्ञा पुरा गर्नका लागि तपाईँको हातमा मैले बाण हाने, घाउ लाग्यो। अनि मलाई भन्नु हे भीष्म त्यो बाण सारथीलाई हान्नुहुन्छ, मेरो हातमा चोट लाग्यो भन्नु हो। फेरि हाने, किनकि तपाईँलाई रिस उठाएको अस्त्र उठाउनका लागि। तपाईँलाई के दुख्थ्यो र दुख्दैन थियो, तैपनि यो भीष्म पितामहले भगवानको प्रतिज्ञा तोड्छु, मेरो प्रतिज्ञा बचाउँछु भनेर मलाई हाने भन्ने ठान्नुभयो तपाईँले। र अनि त्यहाँ भुइँमा खसेको एउटा चक्का, गाडाको चक्का उठाएर मतिर झम्टिनु हो, तर हान्नु भएन। शस्त्र त बोक्यो नि त। अनि मलाई हाँस उठ्यो, म हाँसेँ, तपाईँ पनि हाँस्नु हो। त्यो भक्तको कुराहरू कसले बुझ्छ? भक्तले जहाँ बोलाउँछ म त्यहाँ जानुपर्छ। मैले तपाईँले आफ्नो प्रतिज्ञा छोड्नुभयो, मैले मेरो प्रतिज्ञा पुरा गरेँ। त्यस्तो अरूको प्रतिज्ञा पुरा गर्नका लागि सफल हुने तपाईँ आफ्नो दुःखलाई वास्ता नगरे हे भगवान कृष्ण तपाईँमा मेरो मन लागिरहोस् सधैँभरि भनेर विश्व पितामहले स्तुति गर्नुभयो। श्रीकृष्ण भगवानको फेरि अर्को कुरा आयो हेर्नुहोस् है। अब हामीले के सुन्दैछौँ अहिले? कथा। अब हेर्नुहोस्, अनि अब विचार गर्नुहोस्। भीष्म पितामह भनेको जीव हो, जीव। यहाँभित्र जीव छ नि, छ कि छैन? त्यो जीव हुँदैन हामी बाँच्छौँ, बाँच्छौँ कि बाँच्दैनौँ? त्यो जीव भनेको भीष्म पितामह यहीँभित्रै छ, कहाँ जानु पर्यो खोज्नु? अनि बाण हान्ने कसले हो? अर्जुनले। बाण हान्नु भने के? बुद्धि लगाएर के काम गरौँ, अर्काले दोष लाउँछ कि लाउँदैन हामीलाई? उसले के भन्छ ट्वाक्क, उसले के भन्छ ट्वाक्क भन्दा भन्दा छोराले पनि गाली गरिरहेछ, आमाले पनि गाली गरिरहेछ, अरूले पनि गाली गरिरहेछ। ती गाली नराम्रा कुरा सबै बाण हुन्। हामीलाई लाग्छ कि लाग्दैन? भन्छौँ नि कहिले कहिले, यहाँ मुटुमै लाग्ने गरी यसले वचनको बाण हानु भन्छौँ नि। यही शरीरलाई हान्ने त हो नि। तर यहाँभित्र के छ? जीव छ। त्यो जीव यो शरीरको रगत नबगेसम्म, यो रगतको रगत शुद्ध नभएसम्म मुक्त हुँदैन। अर्काको अन्न खाइएको छ, गलत सोचेर पकाएर खाइएको छ भने त्यो रगत त त्यसैबाट बन्छ नि, जीव मुक्त हुन सक्दैन। त्यसैले त्यो बाणबाट रगत चुइयो सबै भीष्म पितामहको। अनि उनले कृष्ण पाए। अनि हाम्रो मन, हाम्रो बुद्धि, हाम्रो चित्त शुद्ध भएन भने कृष्णलाई पाउन सकिँदो रहेछ त? सकिँदैन। त्यतिखेर भगवान कृष्ण बाणमा सुतेको भीष्म पितामहको अगाडि पुग्नुभयो भनेको मतलब जीवले आत्मालाई देख्छ। अब बल्ल मुक्त हेर्नुहोस्। अनि कथा के रहेछ भन्नुहोस् त? भीष्म पितामह भनेको हाम्रै जीव रहेछ, अर्जुन भनेको हाम्रै बुद्धि रहेछ, अश्वत्थामा भनेको हाम्रै मन रहेछ। अनि रथ भनेको के रहेछ? शरीर रहेछ। रथ कसले चलाउँदो रहेछ? सारथी को रहेछ? कृष्ण। कृष्ण भनेको आत्मा रहेछ। अनि के चाहियो? अब हामीले गलत अन्न खानु हुन्छ कि हुँदैन आफै विचार गर्ने हो। खराब सोच्यो भने आफ्नै मन बिग्रिने हो, अर्काको केही बिग्रिँदैन। त्यसको यस्तो होस् भनेर गाली गर्यो, आफैले हानि गर्छ। भागवतले सिकाएको यही कुरा हो। अनि विश्व पितामहले आफ्नो प्राण छोड्नु हो। आनंद कंड भगवान को, कृष्ण चंद्र परमात्मा को। त्यसैले जीवन हुन्जेलसम्म अहंकार गर्नुहुन्न, अभिमान गर्नुहुन्न। म त यस्तो पो त, म त उस्तो पो त, म त ठुलो पो त, म त मान्य पो त भनेर के गर्नु? सबै कुरा यी छोडेर जानु पर्दैन? ठुलो मान्छे पनि खरानी हुन्छ, हामी पनि खरानी हुन्छ, त्यही घाटमा चित्त। नदी
आगो बल्छ हुरुरु शरीर हुन्छ थरानी कहाँ गयो हाम्रो अभिमान आगो बल्छ हुरुरु शरीर हुन्छ थरानी कहाँ गयो हाम्रो अभिमान किन गए तर धान मरि गए गए आखिरीमा बस्दो रहेछ मनमा श्रीराम आखिरीमा बस्दो रहेछ मनमा श्रीराम बसी गए केदार गए तर धाम बसी गए केदार गए तर धाम आखिरीमा बस्दो रहेछ मनमा श्रीराम आखिरीमा बस्दो रहेछ मनमा श्रीराम पखाल्दैन मनको मैलो साबुन पानीले पखाल्दैन मनको मैलो साबुन पानीले पखाल्दैन मनको मैलो साबुन पानीले पखालिन्छ मनको मैलो पखालिन्छ मनको मैलो रामको नामले मरि गए केदार गए तर धाम मरि गए केदार गए तर धाम आखिरीमा बस्दो रहेछ मनमा श्रीराम आखिरीमा बस्दो रहेछ मनमा श्रीराम छाती भित्र हेरौँ हामी आउने छ राम छाती भित्र हेरौँ हामी आउने छ राम छाती भित्र हेरौँ हामी आउने छ राम ज्ञानको ज्योति बाली हेरौँ ज्ञानको ज्योति बाली हेरौँ भेटिने छ राम भेटिने छ राम बद्री गए केदार गए तर धाम बद्री गए केदार गए तर धाम आखिरीमा बस्दो रहेछ मनमा श्रीराम आखिरीमा बस्दो रहेछ मनमा श्रीराम आखिरीमा बस्दो रहेछ मनमा श्रीराम केदार जान्छौँ दर्शन गर्छौँ एकछिन गरे भन्छौँ तर असल राम यो हृदयमा बसेको कहिल्यै भेटेकै हुँदैन त्यसैले संसारमा खोजेर भगवान पाइँदैन आँखा बन्देर ध्यान गर्नुपर्छ मनलाई शुद्ध बनाउनुपर्छ अनि भगवान देख्न सकिन्छ अनि बद्री केदार जाँदा अझ पनि शुद्ध हुन्छ त्यो ठाउँमा पुग्नु भनेको के हो भने मलाई ध्यान गर्नका लागि ज्ञान प्राप्त गर्नका लागि सजिलो होस् भनेर गएको बस्नु परमात्मा बस्नु भएको ठाउँमा गयो भने के हुन्छ मनमा भएका नराम्रा कुराहरू हट्छन् हटेपछि त्यहाँ बसेर ध्यान गर्न सकिएन मनभित्र खोलेर हेर्न सकिएन भने काम लागेन नि पूजा किन गरेको त भन्दा मनमा फोहोर छ चित्तमा फोहोर छ बुद्धिमा फोहोर छ राम्रो कुरा सोचे पनि नराम्रो अरूले नराम्रो देख्छन् बासवार्थले सोचिन्छ ती सबै कुरा बस्छ अनि पूजाले त्यो बसेको मैलो पखालिदिन्छ अनि पखालिएपछि त ऐना राम्रो छ भन्दैमा ऐनाको अगाडि गएर हेरेन भने देखिन्छ हेर्नु त आफैले पर्यो मनमा छ त्यो राम सुन्दर कपडा लगाउँदैमा राम भेटिने होइन रहेछ पैसा खर्च गर्दैमा राम भेटिने रहेनछ राम भेट्नका लागि ध्यान गर्नुपर्ने शुद्ध खाना खानुपर्ने रहेछ यही कुरा हामीलाई यो भजनले बुझायो वास्तविकता पनि यही हो अब के भयो आनन्दकण्ड भगवानको मैले के भने ठाउँमा बोल्यो कि
कस्तो महिलाको कथा सुनिन्छ है, स्वाटै बिर्सिन्छ। मैले सम्झाएँ भने आउँछ, यही हो सुन्नु भनेको चाहिँ सम्झिनै पर्छ। अहिलेको अहिले बिर्स्यो भने उहिले कतिवटा भागवत सुनिसकिए होइन। आनन्द काण्ड भगवानको। अनि त्यो भीष्म पितामह भनेको चाहिँ के रहेछ? अश्वत्थामा भनेको मन, अर्जुन भनेको बुद्धि, द्रौपदी भनेको चित्त। कहाँ छ त्यो? हामीभित्रै छैन। बाण, अर्जुनले बाण हान्नु भनेको बुद्धि लगाएर कता कता काम बिगारिन्छ नि त होइन। बढी बुद्धि लगाउनु खोजिन्छ नि कहिले कहिले आफ्नो भागमा पार्नलाई। अनि अरूले गाली गर्छन्, के गर्छन्, कति बाण आउँछ नि कति जिन्दगीमा होइन। बाण आउनु भनेको के? अनि विश्व पितामह भनेको चाहिँ जीव, हाम्रो शरीरले चलाउनेवाला छ नि, बोल्नेवाला, हामी बोल्छौँ नि, म भन्छौँ नि, त्यो म भन्नेवाला जीव हो। कृष्ण भनेको आत्मा हो। खोज्न जानु पर्यो टाढा। जब त्यो विश्व पितामहको रगत बगिसकेपछि त्यतिखेर रगत बग्दै गर्दाखेरि द्रौपदी हाँसिन् होइन। द्रौपदी हाँसिन्, चित्त हाँस्यो। थाहा थियो नि त मैले गलत काम गर्नु हुँदैन भन्ने कुरा। किन नगरे? गरिहाल्छ मान्छे, यो गर्नु हुँदैन भन्छ तर गर्छ। त्यसरी भन्छ गरिहाल्छ। मान्छेको चित्त त्यस्तो छ कि, बुद्धि त्यस्तो छ। यो उदाहरण दिएको हो। त्यो सबै महाभारतका पात्रहरू भएका हुन् घटना, तर त्यसले हाम्रो जीवनलाई पनि बुझाउँछ। भागवत त्यसरी बुझ्नुपर्छ। अब हेर्नु फेरि, अब युधिष्ठिर फर्कनु भए एकछिनका वैराग्यले हुनु रहेनछ। एकछिन साह्रै दुःख परेको बेलामा वैराग्य लाग्छ क्या, भरे फेरि त्यो वैराग्य हराइहाल्छ। यो केही होइन त भनौँ, एकछिन पछाडि तातो चिया भएन भने फेरि पुग्दैन। हुँदै वैराग्य त्यस्तो वैराग्य के वैराग्य भन्नु? सक्करी वैराग्य हुँदो रहेनछ। सक्करी वैराग्य प्राप्त हुनका लागि त कृष्णै चाहिँदो रहेछ क्या। भरे के खाना पाएन भने चिन्ता पनि हुँदैन, कृष्ण प्राप्त भइसक्यो। उसैको हो, सबै जान्छ आफै मिल्छ। हामीले सोचे जस्तो भएको भए त यतिखेर कस्ता कस्ता घर बनिसक्थ्यो होइन। गर्ने गराइदिनु त उही रहेछ। कर्म त हामीले गर्नुपर्छ, कर्म नगरी त हुँदैन नि त। युधिष्ठिर आउनुभयो राज्य गर्नलाई, राज्य गर्न सुरु गर्नुभयो। अनि भन्नुभयो युधिष्ठिरले, भाइहरू हो, अब तिमीहरू सहयोगी हो, सहयोग गर्नुपर्छ भन्नुभयो। कृष्णले सबै कुरा हराउनु हो र कृष्णले भन्नुभयो, कुन्तीले पनि भनिन् मलाई, हे भगवान् बस्नुहोस्, तिमीले पनि भन्यौ म बसेँ, अब त म द्वारका जान्छु। त्यहाँ द्वारकावासीहरूले मलाई धेरै खोजिरहेका छन् भनेपछि युधिष्ठिरले रोक्न सक्नु भएन। अर्जुनले छाता उडाउनु हो। थुप्रै कृष्ण भगवान्लाई द्वारका लानका लागि सेनाहरू तयार भए। त्यतिखेर मूर्छित भए सबै। त्यहाँ कृष्णलाई विदा गर्नु पर्दाखेरि दुखी भए। हुँदैन, पत्नी श्रीमान दुखी हुनिसक्यो।